मेरो प्रतिस्पर्धा नेपाली कांग्रेससँग छ अछामको सन्दर्भमा। तर तपाईको त्यो पनि प्रतिस्पर्धाको लागि प्रतिस्पर्धा हो। उनीहरूको प्रतिस्पर्धा सेकेन्ड हुनेमा प्रतिस्पर्धा हो। फर्स्ट हुने रिलेमा उहाँहरू हुनुहुन्न। टाउक्कै गिनेर पनि, मत गिनेर पनि, मतभार गिनेर पनि आजको दिनमा तपाईको जनताको इच्छा अहिले पनि धनी मत गर्नुस् र तपाईको चाहिँ हात उठाउन लगाउनुस्, तपाईहरुको चाहिँ आवाज उठाउन लगाउनुस्। त्यो तर विधि र सिस्टमले गर्दा ती मतहरुलाई बाक्समा हाल्नुपर्ने, फेरि गिन्नुपर्ने पद्धति भएको कारणले मात्र रोकिएको। उनीहरूको प्रतिस्पर्धा भनेको दुवैजना सायद 70 वर्षभन्दा माथिको हुनुहुन्छ। उहाँहरूको रेस भनेको सेकेन्ड हुने रेस हो र सेकेन्डको हुन सक्छ, सम्मानजनक सेकेन्ड हुने, दोस्रो हुने रेसको लागि उहाँहरू लागिरहनु भएको छ। विजय त्यो पनि फराकिलो मतान्तरले मेरो सुनिश्चित बनेको छ। त्यो युवाबाट, जनताबाट, त्यहाँका सबै सरोकारवालाबाट सोद्धाखेरि त्यो कुरा पुष्टि गरिसकेको छु। कैलाश खोलामा थुप्रै पानी बगिसकेको छ। समय परिवर्तन भएको छ, चेतना परिवर्तन भएको छ, मतदाताको सोच दृष्टिकोण परिवर्तन भएको छ। सन्दर्भले सूर्यको बाट म पराजित बनेको थिएँ 2070 सालमा। सूर्यबाग उम्मेदवार थिए भीमबहादुर रावल सूर्यबाट लड्नुभएको थियो र म हँसिया हतौडाबाट लडेको थिएँ। ठ्याक्कै 12 वर्ष पछाडि त्यो सूर्यबाट म लड्दैछु। मेरो पुरानो पार्टीको चिन्हबाट पार्टीबाट उहाँ लड्दै हुनुहुन्छ। 12 वर्षपछि धेरै कुरा बदलिएको छ। जित्ने ठाउँमा म पुगेको छु, उदाउने ठाउँमा म पुगेको छु, अस्ताउने ठाउँमा र पराजय गर्ने चिन्हमा उहाँहरू पुग्नु भएको छ। यो त समयको खेल हुँदो रहेछ नि त। समय त परिवर्तनशील हुँदो रहेछ। जनताको सोच, दृष्टिकोण, भावना सबै हेर्ने हो भने परिवर्तनशील छ। र त्यो अहिले मेरो आधारहरू, जित्ने आधारहरू, पहिलो कुरा साङ्गठनिक आधार छ, दोस्रो कुरा म उम्मेदवार सक्षम उम्मेदवार छु, तेस्रो कुरा जनताले मलाई मन पराएका छन्। मैले अहिलेसम्म अवसर पाएको छैन कुनै पनि आर्थिक रूपमा, सांस्कृतिक रूपमा, कुनै पनि प्रश्नमा म तपाईको दाख नभएको उम्मेदवार हुँ। र मैले तपाईको चाहिँ अछामी जनताको विचार, अछामी जनताको भावना, अछामी जनताको विकास निर्माणको सोच मैले बोकेको छु र मलाई त भन्ने पनि गरेका छन् र अहिले सामूहिक रूपमा निर्णय गरेर मलाई उम्मेदवारी दिएका छन्। र तपाईको चाहिँ मैले अन्तिम पटक पनि भनेको छैन र मैले तपाईको हर कोहीका आएका प्रदूषणका तर्क वितर्कमा म खेलेको छैन। मैले आफ्नो एजेन्डा राखेको छु, अगाडि बढेको छु र मलाई त लाग्छ निश्चित रूपमा 12 वर्ष पछाडि खोलो फर्केको छ। 12 वर्षपछिको उम्मेदवारी मेरो विजयको लागि उम्मेदवारी हो। म निश्चितमा जनप्रतिनिधि हुन्छु भन्ने मैले विश्वास लिएको छु। प्रतिस्पर्धा सामान्यतः नेपाली कांग्रेससँग हुन सक्छ र तर नेपाली कांग्रेसको पनि टेस्टेड उम्मेदवारहरू हुनुहुन्छ। त्यो कारणले गर्दा त्यसको निश्चित विजय मेरो सुनिश्चित छ र भौगोलिक रूपमा हरको हिसाबले र म अछामका डाँडा काँडाबाट सबै जनताको प्रतिनिधित्व हुने कुरा साझा र सामूहिक र युवा उम्मेदवार हुनुको नाताले पनि मेरो विजयका आधार सम्भावना, चुनौती होइन, सम्भावनाका आधारहरू मैले लिएको छु। अछामी जनता भरममा पर्दैनन्। 5 पटक, 4 पटक, 3 पटक, 1 पटकदेखि क्रमशः भरममा पार्दै गए। अब अछामी जनता जागेका छन्, अछामी जनताले बुझेका छन्। जस्तो किसिमका कुतर्क गरे पनि उनीहरूले जीवन व्यवहार ऐना जस्तै प्रष्ट देखेका छन्। विगतका जनप्रतिनिधिले गरेका काम कारबाहीहरू उनले बुझेका छन्। ती भोटर नै हुन् तपाईलाई सुरुदेखि जिताउनेदेखि अहिलेसम्मका भोटर उनीहरूकै छोरा नाति हुन्, उनीहरूकै वंशहरू हुन्, उनीहरूकै जेनेटिक त्यो शक्ति हो। त्यसैले उनीहरूले बुझेका छन् व्यक्ति एका तलमाथि भयो होला, त त्यसैले भूगोल त्यही हो, माटो त्यही हो। त्यो माटोको सुगन्ध, त्यहाँका जात जाति सबै बस्ने सामूहिक मान्छेहरूको भावनामाथि नखेल्नुहोस्। त्यो कसैले खेल्छ भने त्यो साम्प्रदायिक कुरा हुन्छ र त्यो साम्प्रदायिक मान्न सकिन्न। 21औं शताब्दीमा मान्छेले यी किसिमका कुतर्क गरेर भरम फैलाएर कोही पनि त्यो भरममा रमाउनेवाला छैनन्। मान्छेले कुरा बुझेका छन्, जनताले कुरा बुझे। युग युवा रोज्ने युग हो। नयाँ नेतृत्व, सक्षम र राम्रो र सकारात्मक मान्छे, क्वालिटीको मान्छे छान्ने युग हो यो कुनै जात जाति परम्पराको कुरा होइन। यहाँ तपाईँको यो कारणले गर्दा त्यसको एउटा सामूहिक उदाहरण, सामूहिक प्रतिनिधि म हो। मैले अछामको माटो सुँगेको छु, मैले अछामी माटो घुमेको छु। मैले चप्पल नलगाएर त्यहाँका विद्यालय पढ्नुदेखि आजको दिनसम्म अछामका डाँडा काँडा कुना कन्दराहरू मैले बुझेको छु। म अछामी जनताको दिल दिमागमा, मस्तिष्कमा छु। मैले मुखले बोलेको छैन, मैले मुटुले बोलेको छु। अछामी जनताको भावना मेरो दिमागमा छ, मेरो सोचमा छ र यति भावना मात्रै होइन, अछामी जनता, अछामको भूगोललाई विकास निर्माण गर्न सकिने मसँग योजना छ। मैले त्यहाँको श्रमदेखि लिएर सबैको उचित मूल्याङ्कन गर्न पाउने मेरो चाहिँ योजना छ। यो योजना जनताले मन पराउने छन् भन्ने कुरा म बुढा पाका पुराना सबै नेताहरूलाई सम्मान गर्न चाहन्छु। यो पटकको मतदान मलाई गर्नुहुनेछ र सक्षम र योग्य एउटा जनताको भुइँ मान्छेको प्रतिनिधिहरूलाई सिंहदरबारमा पठाउने, सदनमा पठाउने, तपाईँहरूका आवाजहरू मैले बोक्ने जिम्मेवारी मलाई दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।